जय नेपाल। शान्ति सुरक्षा प्रतिबद्धता। आदरणीय दर्शकवृन्द, सशस्त्र प्रहरी बल नेपालको पाक्षिक श्रव्य दृश्य प्रस्तुति कार्यक्रम समर्पण राष्ट्रका लागिको 555औं संस्करणमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम सुरु गरौँ। सशस्त्र प्रहरी बल नेपालका पाक्षिक गतिविधिहरूको सार संक्षेपबाट। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले उपत्यकाको शान्ति सुरक्षा अमन चयन कायम राख्ने कार्यमा प्रभावकारी रूपमा परिचालित सशस्त्र प्रहरी बल नेपाल नम्बर 21 गढ दक्षिणकालीलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गर्नुभएको छ। यही पौष 2 गते ललितपुर महानगरपालिकाको 107औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ललितपुरमा रहेका उक्त गणलाई शान्ति सुरक्षा विपद उद्धार लगायत राज्य र नागरिकको सेवामा कटिबद्ध भई उत्कृष्ट ढङ्गबाट आफ्नो कर्तव्य निर्वाह गर्न सफल भए बापत महानगरको तर्फबाट प्रदान गरिएको उक्त पुरस्कार सम्माननीय प्रधानमन्त्री कार्कीले सो गणका गणपतिलाई हस्तान्तरण गर्नुभएको थियो। नेपाल सरकारका माननीय गृहमन्त्री ओम प्रकाश अर्यालको प्रमुख आतिथ्यमा हालै कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ। प्रदेशभित्र शान्ति सुरक्षाको वर्तमान अवस्था, आगामी निर्वाचन सुरक्षा लगायतका विविध विषयहरूमा छलफल गर्न यही पौष 9 गते आयोजित उक्त गोष्ठीमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेल, तत्कालीन गृह सचिव रामेश्वर दङ्गाल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथी गणेश कुमार श्रेष्ठ लगायत प्रदेशस्थित सुरक्षा निकायका कार्यालय प्रमुखहरू र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सोही अवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको स्थलगत अवलोकन भ्रमण गरी नवनिर्मित कार्यालय भवनको समुद्घाटन गर्नुका साथै कार्यरत राष्ट्रसेवकहरूलाई समसामयिक सकारात्मक निर्देशन दिनुभएको बाहिनीले जनाएको छ। नेपाल सरकार माननीय गृहमन्त्री स्तरको गत मङ्सिर 22 गतेको निर्णयअनुसार सशस्त्र प्रहरी सेवा साधारण तथा प्राविधिक समूह अन्तर्गत सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका वरिष्ठ अधिकृतहरूलाई हालै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उल्लेखित दर्जाको दर्जानी चिन्हबाट सुशोभित गर्नुभएको छ। यही पौष 6 गते प्रधान कार्यालयमा आयोजित दर्जानी चिन्ह सुशोभन कार्यक्रममा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समीक कुमार महर्जन र प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर प्रवीण नेपाललाई उल्लेखित दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुहुँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। सोही अवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी नियमावली 2072 को नियम 52 उपनियम 1 बमोजिम अनिवार्य अवकाश पूर्व सशस्त्र प्रहरी निरीक्षक पदमा विशेष बढुवा हुनुभएका अधिकृतहरूलाई पनि उल्लेखित दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुहुँदै अवकाश पश्चातको जीवन सफलताको शुभकामना समेत दिनुभएको थियो। कार्यक्रममा पदोन्नति हुनुभएका वरिष्ठ अधिकृतहरूका धर्मपत्नीहरूलाई सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामी छाने अर्यालले सङ्घमा हार्दिक स्वागत गर्नुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू क्रमशः नारायण दत्त पौडेल, वंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर, सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू, महिला सङ्घका उपाध्यक्ष तथा पदाधिकारीहरू, सशस्त्र प्रहरी वरिष्ठ अधिकृतहरू साथै अन्य राष्ट्रसेवकहरूको समेत उपस्थिति रहेको थियो। सशस्त्र प्रहरी अधिकृतहरूलाई समय समयमा विज्ञ प्रशिक्षकहरूद्वारा विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्ने कार्यको निरन्तरता स्वरूप यही पौष 4 गते प्रधान कार्यालयमा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कक्षा सञ्चालन गरिएको छ। ग्याप टेक्नोलोजीका संस्थापक तथा सिइओ प्रिन्स खेतान र प्रशिक्षक निसर्ग आचार्य लगायतले प्रशिक्षण प्रदान गर्नुभएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगर लगायत अन्य वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो। यसअघि यही पौष 3 गते महानिरीक्षक अर्यालले प्रधान कार्यालयमा नवनिर्मित केन्द्रीय सैलुनको विधिवत समुद्घाटन गर्नुभएको थियो। नेपाल पूर्व सशस्त्र प्रहरी सङ्घको 18औं साधारण सभा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा हालै सम्पन्न भएको छ। यही पौष 14 गते सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 छिनामस्ता बाहिनी मुख्यालय महोत्तरीमा आयोजित उक्त कार्यक्रममा महानिरीक्षक अर्याललाई पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूले सलामी अर्पण गर्नुका साथै अभिवादन गर्दै मार्चपास्ट गरेका थिए। सो अवसरमा अमर सशस्त्र प्रहरीहरूको प्रतिमामा माल्यार्पण गर्नुका साथै शहीदहरूको सम्मानमा 1 मिनेट मौन धारण गरिएको थियो।
कार्यक्रममा महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरीका परिवारजनलाई नगदसहित सम्मान गर्नुका साथै नेपाल पूर्व सशस्त्र प्रहरी सङ्घद्वारा स्थापित सशस्त्र प्रहरी उपचार सहायता तथा राहत कोषमा रकम जम्मा गर्ने महानुभावहरूलाई सम्मान गर्नुभएको थियो। सो अवसरमा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल र अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकबाट उत्कृष्ट उद्यमशील पूर्व सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो। सङ्घका वरिष्ठ उपाध्यक्ष अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सुबोध कुमार अधिकारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सङ्घका सल्लाहकार अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेत र नम्बर 2 छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपतिले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो। सङ्घका अध्यक्ष अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु थापाले धन्यवाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा नेपाल पूर्व सशस्त्र प्रहरी सङ्घका पदाधिकारीहरू साथै मध्य प्रदेश स्थित विभिन्न जिल्ला तदर्थ समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। समाज सेवामा निरन्तर क्रियाशील सशस्त्र प्रहरी परिवार महिला सङ्घले हालै राष्ट्रसेवकका परिवारजनलाई सिपयुक्त एवं स्वरोजगार बनाउने उद्देश्यले कपडाको झोला बनाउन सिकाउने तालिम सञ्चालन गरेको छ। गोपाल गौरी दिगो विकास प्रतिष्ठान चाबिल काठमाडौँको प्राविधिक सहयोगमा यही पौष 6 गतेदेखि प्रधान कार्यालयमा सञ्चालन भएको उक्त तालिमको सङ्घकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले उद्घाटन गर्नुभएको थियो। सशस्त्र प्रहरी बल नेपालको 25औं वार्षिक उत्सव रजत जयन्तीलाई भव्यतापूर्वक मनाउने क्रममा नै सञ्चालित उक्त तालिमको उद्घाटन कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी संस्थापक तथा प्रशिक्षकहरू साथै महिला सङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसैगरी सङ्घकी केन्द्रीय अध्यक्ष अर्यालको प्रमुख आतिथ्यमा यही पौष 9 गते नेपाल एपीएफ स्कुल कीर्तिपुरमा आयोजित एक कार्यक्रममा विद्यालयमा अध्ययनरत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको प्रधान कार्यालय स्थित महिला समन्वय सेलले जनाएको छ। नेपाल सरकार मन्त्री परिषदको गत मङ्सिर 29 गतेको निर्णयअनुसार सरुवा हुनुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले आफ्नो विभागमा विभागीय प्रमुखका रूपमा पद बहाली गर्नुभएको छ। कार्य विभागबाट मानव स्रोत विभागमा विभागीय प्रमुखका रूपमा सरुवा हुनुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, मानव स्रोत विभागबाट सीमा सुरक्षा विभागमा सरुवा हुनुभएका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल र सीमा सुरक्षा विभागबाट कार्य विभागमा सरुवा हुनुभएका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाड मगरले यही पौष 14 गते एक आपसमा वर बुझारत गर्नुहुँदै आफ्नो विभागमा पद बहाली गर्नुभएको हो। यसअघि पौष 13 गते कार्य विभाग तथा मातहतमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने राष्ट्रसेवकहरूलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले एक कार्यक्रमका बीच हार्दिक बधाईसहित प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले मानव स्रोत विभाग तथा मातहतमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने राष्ट्रसेवकहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको गत मङ्सिर 22 गतेको पत्रानुसार सशस्त्र प्रहरी सेवा प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ प्राविधिक सशस्त्र प्रहरी जवान पदबाट प्राविधिक सशस्त्र प्रहरी सहायक हौलदार पदमा पदोन्नति भएका राष्ट्रसेवकहरूलाई हालै दर्जानी चिन्ह प्रदान गरिएको छ। पदोन्नति हुनुभएका राष्ट्रसेवकहरूलाई दर्जानी चिन्ह सुशोभन स्थायी आदेश 2079 बमोजिम यही पौष 9 गते प्रधान कार्यालयमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाड मगर र मद्दती तथा सेवा निर्देशनालयमा प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक इन्जिनियर सन्दीप थापाले दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा परिचालित भई फ्रन्ट पुलिस युनिट एफयुका रूपमा तोकिएका कार्य जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएका 20 जना राष्ट्रसेवकहरूलाई यही पौष 9 गते सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्बङले प्रधान कार्यालयमा आयोजित कार्यक्रममा हार्दिक बधाई ज्ञापन गर्नुहुँदै स्वागत गर्नुभएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बराहा बाहिनी मुख्यालय सुनसरी तथा मातहतका इकाइ कमान्डरहरूको सक्रिय सहभागितामा यही पौष 7 गते बाहिनी स्तरीय सुरक्षा सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। उक्त बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार नेउपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिम्मेवारी क्षेत्रभित्रको वर्तमान सुरक्षा अवस्था तथा राष्ट्रसेवकहरूको परिचालन सुरक्षा चुनौतीहरू तथा भावी रणनीतिकहरूका बारेमा छलफल भएको बाहिनीले जनाएको छ।
राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान माल्तातीर्थमा सञ्चालित UN प्री-डिप्लोयमेन्ट ट्रेनिङ फर युनाइटेड नेसन इन्डिभिजुअल पुलिस अफिसर तालिमको अन्तिम प्रवचन कार्यक्रम सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक लक्ष्मण बहादुर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। यही पौष 10 गते प्रतिष्ठानमा आयोजित तालिम समापन कार्यक्रममा नायब महानिरीक्षक सिंहले प्रशिक्षकहरूलाई प्रशंसापत्र तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै समसामयिक निर्देशन सम्बोधन समेत गर्नुभएको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा वार्षिक तालिम क्यालेन्डर अनुसार सञ्चालन गरिने भाषागत अनुशिक्षण तालिम सञ्चालन भएको छ। उक्त तालिमको यही पौष 6 गते सोही बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले प्रशिक्षार्थीहरूलाई तालिम सफलताको शुभकामना दिनुहुँदै उद्घाटन गर्नुभएको बाहिनीले जनाएको छ। नेपालमा शान्ति र विकासका लागि योगदान पुर्याउँदै आएका विभिन्न निकायका शान्ति सम्बन्धी गतिविधिलाई विद्यार्थी एवं विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि तथा आम जनमानस समक्ष पुर्याउने उद्देश्यले हालै त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा पिस एन्ड डेभलपमेन्ट फेयर 2025 सञ्चालन भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मानविकी तथा सामाजिक शास्त्र संकाय द्वन्द्व शान्ति र विकास अध्ययन केन्द्रीय विभागले यही पौष 13 गतेदेखि 15 गतेसम्म सञ्चालन गरेको उक्त प्रदर्शनीमा सशस्त्र प्रहरी बल नेपालले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदान झल्कने विविध गतिविधिहरू प्रदर्शन गरेको प्रधान कार्यालय स्थित UN मिसन शाखाले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई बाहिनी मुख्यालय मकवानपुर, विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट र मद्दती तथा सेवा गुल्म काठमाडौँमा सञ्चालित विभिन्न पेशागत उन्नत तालिम तथा अनुशिक्षणहरूको प्रथम तथा अन्तिम प्रवचन कार्यक्रम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू क्रमशः विनोदराज श्रेष्ठ, भरत खनिया, तीर्थराज पौडेल, तेज प्रसाद पोखरेल, जनक पुरी र सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्बन्धित इकाइहरूले जनाएका छन्। यसैगरी सशस्त्र प्रहरी जवान तालिम शिक्षालय 9 वस्ता बाँकेमा नगर प्रहरी आधारभूत तालिम सञ्चालन भएको छ भने सशस्त्र प्रहरी बल नेपाल मद्दती तथा सेवा गुल्म महोत्तरीमा सञ्चार अनुशिक्षण तालिम सञ्चालन भएको छ। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा लागु औषध दुर्व्यसनी न्यूनीकरण तथा रोकथाम अनुशिक्षण तालिम सञ्चालन गरेको छ भने सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 गढ झापा र नम्बर 5 गुल्मा टक्सार भोजपुरले स्थानीय स्तरमा समुदाय विपद स्वयंसेवक तालिम सञ्चालन गरेको सम्बन्धित इकाइहरूले जनाएका छन्। सशस्त्र प्रहरी बल नेपालले आफ्नो सङ्गठन स्थापनाको 25औं वार्षिक उत्सव अर्थात् रजत जयन्तीलाई हर्षोल्लासपूर्वक मनाउने योजना अनुसार 1 महिनाका लागि विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। जस अन्तर्गत यही पौष 6 गतेदेखि 11 गतेसम्म सीमावर्ती इकाइहरूले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएका छन् भने बाहिनी मुख्यालयहरूले मातहतका इकाइहरूसँग समन्वय गरी विभिन्न दुर्गम स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। यसैगरी पौष 13 गतेदेखि 18 गतेसम्म सशस्त्र प्रहरी बल नेपालका देशभरका विभिन्न कार्यालयहरूले आफ्नो युनिटको नजिकमा रहेका सार्वजनिक तथा धार्मिक स्थल एवं मठ मन्दिरहरूको सरसफाई गरेका छन्। लागु औषध दुर्व्यसनी न्यूनीकरण तथा लागु औषधको प्रयोग र अवैध ओसार पसार नियन्त्रण गर्नका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै चेतनामूलक होर्डिङ बोर्ड राख्ने तथा सडक नाटक प्रदर्शन गर्ने लगायतका कार्यहरू सञ्चालन गरेको सम्बन्धित इकाइहरूले जनाएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 37 गुल्म गुल्मीले आफ्नो युनिटको 12औं स्थापना दिवस विविध कार्यक्रमहरूको आयोजना गर्दै भव्यतापूर्वक मनाएको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक उत्सव विशेष कार्यक्रममा विभिन्न खेल विधामा प्रथम हुने खेलाडीहरू, अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारजनहरू, गुल्मलाई विशेष सहयोग पुर्याउने महानुभावहरू र वर्षभरिमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी राष्ट्रसेवकहरूलाई प्रमाणपत्र तथा प्रशंसापत्र वितरण गरिएको गुल्मले जनाएको छ। सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत इलाम स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 श्री अन्तुगढ इलामले सूर्योदय नगरपालिका 5 स्थित बोर्डर आउटपोस्ट समालबुङमा यही पौष 11 गतेदेखि 10 दिने केस कर्तक तालिम सञ्चालन गरेको छ।
यसैगरी पाल्पा स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 35 गुल्मले स्थानीय विद्यालयमा आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कक्षा सञ्चालन गरेको छ। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर 25 गढ चण्डिकाबाट परिचालित टोलीले पर्वत जिल्ला बिदाही गाउँपालिका 4 वाकाही ठाटी स्थित वाकाही माध्यमिक विद्यालयको भवन परिसर सरसफाइ गर्नुका साथै स्थानीयहरूलाई आगलागी तथा अन्य विपद सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको गढले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनीबाट परिचालित टोलीले सुर्खेत स्थित देउती बजे मन्दिर सरसफाइ गर्नुका साथै सशस्त्र प्रहरी बल नेपाल महेश्वरी फिल्ड अस्पताल सुर्खेतका चिकित्सकहरूद्वारा सो स्थानमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीय 146 जनाको स्वास्थ्य परीक्षण तथा निशुल्क औषधि वितरण गरेको बाहिनीले जनाएको छ। भर्ना खुल्यो। सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेका विभिन्न देहायका पदहरूमा नयाँ भर्ना खुल्यो। पद तथा माग संख्या: सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूहमा 41 जना, सशस्त्र प्रहरी निरीक्षक कानुन उपसमूहमा 7 जना, सशस्त्र प्रहरी निरीक्षक लेखा उपसमूहमा 13 जना, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चिकित्सक 8 जना, प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक स्टाफ नर्स 9 जना र सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूहतर्फ 131 जना। दरखास्त फारम बुझाउने मिति 2082 साल पौष 11 गतेदेखि माघ 11 गतेसम्म र माघ 12 गतेदेखि 21 गते कार्यालय समयसम्म दोब्बर दस्तुरसहित दरखास्त बुझाउन सकिनेछ। अनलाइन मार्फत तोकिएको समयभित्र दरखास्त फारम भरेका उम्मेदवारहरूले माघ 23 गते कार्यालय समयभित्र स्वयं उपस्थित भई सक्कलै दरखास्त फारम बुझाउनु पर्नेछ। दरखास्त फारम बुझाउने स्थान: सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय भर्ना तथा छनौट शाखा हलचोक काठमाडौँ, सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बरा बाहिनी मुख्यालय पकली सुनसरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 छिन्नामस्ता बाहिनी मुख्यालय बर्दिवास महोत्तरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर 4 मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्की, सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 विन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु, सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय बाङ्गेसिमल सुर्खेत, सशस्त्र प्रहरी बल नेपाल नम्बर 7 वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलाली र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चिकित्सक र प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक स्टाफ नर्स पदका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय भर्ना तथा छनौट शाखामा मात्र दरखास्त फारम बुझाउन सकिनेछ। सम्पर्क मिति 2082 साल माघ 29 गते। दरखास्त फारम सशस्त्र प्रहरी बल नेपालको अफिसियल वेबसाइट www.apf.gov.np मा राखिएको छ। अनलाइन आवेदन, दरखास्त फारम, सम्बन्धित पदहरूको पाठ्यक्रम, परीक्षा सञ्चालन हुने मिति र समय, नतिजा लगायत भर्ना सम्बन्धी विस्तृत जानकारी सशस्त्र प्रहरी बल नेपालको अफिसियल वेबसाइट www.apf.gov.np, टोल फ्री नम्बर 1114 र आधिकारिक फेसबुक पेज आर्म पुलिस फोर्स नेपालबाट लिन सक्नुहुनेछ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानव स्रोत विभाग मानव स्रोत निर्देशनालय भर्ना तथा छनौट शाखा हलचोक काठमाडौँ। दर्शकवृन्द, कार्यक्रममा अब विपद उद्धार सम्बन्धी गतिविधिहरू। बढ्दै गइरहेको चिसोसँगै आम नागरिकहरूमा पर्न सक्ने असर र चिसोबाट बच्ने उपायहरू साथै हुन सक्ने आगलागीका घटनाहरूका बारेमा सशस्त्र प्रहरी बल नेपालका देशभरका विभिन्न इकाइहरूबाट दक्ष जनशक्ति परिचालन गरी आआफ्नो जिम्मेवारी क्षेत्रभित्र विभिन्न स्थानहरूमा शिक्षक, विद्यार्थी तथा सर्वसाधारणहरूलाई लक्षित गरी शीतलहर तथा चिसोबाट बच्ने उपाय एवं आगलागी जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक कक्षाहरू सञ्चालन गरिरहेका छन्। सोही क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई बाहिनी मुख्यालय मकवानपुर तथा मातहतका गण गुल्महरू, नम्बर 4 मुक्तिनाथ बाहिनी तथा मातहतका इकाइहरू लगायतका अन्य इकाइहरूबाट परिचालित टोलीले स्थानीय स्तरमा सचेतनामूलक प्रशिक्षण कक्षाहरू सञ्चालन गरेको सम्बन्धित इकाइले जनाएका छन्। कार्यक्रममा अब बरामद सम्बन्धी गतिविधिहरू। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौष 11 गते सशस्त्र प्रहरी बल नेपाल भन्सार सुरक्षा बेस गौचरले 10 केजी 960 ग्राम अवैध लागु औषध गाँजा सहित 4 जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 4 गण सुनसरी मातहत सुरक्षा बेस धरानबाट परिचालित टोलीले धरान उपमहानगरपालिका 13
अमरपथ सडकबाट अटो रिक्सामा ल्याउँदै गरेको अवस्थामा करिब 109 केजी अवैध लागु औषध गाँजा जस्तो देखिने पदार्थ सहित एकजनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको गणले जनाएको छ। कार्यक्रममा अब खेलकुद सम्बन्धी गतिविधिहरू। यही पौष 5 गते सम्पन्न भएको साफ वुमेन्स क्लब च्याम्पियनसिप 2025मा नेपाल एपिएफ क्लबको महिला फुटबल टिमले उपविजेता हुँदै दोस्रो स्थान हात पारेको छ। साफ वुमेन्स क्लब च्याम्पियनसिपको उपविजेता नेपाल एपिएफ क्लबका महिला फुटबल खेलाडीहरू, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरूलाई नेपाल एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाले एक कार्यक्रमका बीच हार्दिक बधाई ज्ञापन गर्नुहुँदै कार्यालयमा स्वागत गर्नुभएको छ। सो कार्यक्रममा एसियन पेन्ट्सका हेड सेल्स मार्केटिङ एक्टिभेसन दीपक बरालले खेलाडीहरूलाई प्रोत्साहन स्वरूप 1,50,000 को चेक हस्तान्तरण गर्नुभएको थियो। यसअघि पौष 4 र 5 गते काठमाडौँमा सम्पन्न माउन्टेन बाइक च्याम्पियनसिपमा प्रथम हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल नेपाल एपिएफ क्लबका खेलाडीलाई पनि हार्दिक बधाईसहित कार्यालयमा स्वागत गरिएको थियो। दर्शकवृन्द, गतिविधिको क्रम आजलाई यति नै। अब प्रस्तुत गर्दैछौँ सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा रहेका डगहरू एवं उनीहरूको तालिम तथा उपयोगिता सम्बन्धमा आधारित रही तयार गरिएको भिडियो सामग्री स्वीकार गर्नुहोस्। सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको एउटा महत्त्वपूर्ण सुरक्षा सङ्गठन भएकोले हरेक आपराधिक गतिविधिहरू नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी रहेको हुन्छ। आपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायलाई सहयोग गर्ने एउटा विश्वासिलो प्राणीका रूपमा कुकुरहरूलाई लिइने हुँदा हरेक सङ्गठनले कुकुरमा रहेको सहयोगी क्षमताको सदुपयोग गर्न डग शाखा वा K9 युनिट स्थापना गरी कुकुरको व्यवस्थापन गर्ने गरिन्छ। यसै अनुरूप सशस्त्र प्रहरी बल नेपालको पनि विक्रम सम्वत 2062 सालमा डग शाखाको स्थापना गरी विभिन्न देशबाट कानुनी प्रक्रिया बमोजिम विशेष क्षमता भएका कुकुरका छाउरालाई ल्याई त्यसको पालनपोषण, तालिम, रेखदेख तथा प्रयोग गर्दै आएको सर्वविदितै छ। सङ्गठनमा हाल 30 वटा विशेष क्षमताका विभिन्न प्रजातिका तालिम प्राप्त डगहरू रहेका छन्। उनीहरूलाई आवश्यकता अनुसार प्रयोग गर्न दक्ष तालिम प्राप्त डग ह्यान्डलरहरू पनि रहेका छन्। सशस्त्र प्रहरी बल नेपालका राष्ट्र सेवक कर्मचारीहरू जस्तै यी कुकुरहरू पनि नियमित पिटी कवाजमा सामेल भएका छन्। हरेक दिन बिहान शारीरिक व्यायाम गर्नु फौजी नियम पनि हो। कुकुरहरू निरोगी, चुस्त, फुर्तिलो रहन् भन्ने हेतुले कुकुरहरूलाई पनि दैनिक रूपमा पिटी कवाज गराइन्छ। दैनिक पिटी सकिएपछि यी कुकुरहरू परेडमा सहभागी हुने गर्दछन्। मलाई चाहिँ यो डग ह्यान्डलर काम गर्व गर्न पाउने मुभमेन्ट जस्तो लाग्छ। किन भन्दाखेरि मानसिक शारीरिक तनावहरू भएको बेलामा पनि डगसँग खेल्दाखेरि चाहिँ आफ्नो त्यो हरेक समस्या भुलेर यसैमा भुलेर काम गर्ने एकदम उत्साह र जाँगर आउँछ। फौजी अनुशासनको जगको रूपमा लिइने परेडले मानिसमा मात्र होइन, यी कुकुरहरूमा पनि अनुशासन अनि आत्मविश्वास बढाउने गर्दछ। फौजी कारबाहीमा एकरूपता ल्याउँदै आफ्नो जिम्मेवारी र भूमिकालाई त्रुटिरहित ढङ्गले सम्पादन गर्न यी कुकुरहरू पनि दैनिक रूपमा परेड खेलिरहेका छन्। दैनिक पिटी, परेड तथा अन्य अभ्यासहरू सञ्चालन गर्दा कुकुरको स्वास्थ्यलाई ख्याल राखी आवश्यकता अनुसार खाजा खाने, खाना खाने तथा आराम गर्ने समय समेत छुट्याइएको हुन्छ। अहिले यी कुकुरहरू बाधापारको अभ्यास गर्दैछन्। कार्यक्षेत्रमा खटिँदा आइपर्न सक्ने भौगोलिक जटिलताको अनुमान गर्दै बाधापारका विभिन्न इभेन्ट्सहरू बनाई दैनिक रूपमा अभ्यास गराइने गरिन्छ।
यी कुकुरहरू नेपालको उत्तरी भाग लामटाङ क्षेत्रदेखि तराईका सीमा नाकाहरूसम्म परिचालित भइसकेका छन् भने महत्त्वपूर्ण व्यक्तिको सुरक्षा साथै विपदको समयमा खोजी तथा उद्धार कार्यमा परिचालित भई प्रभावकारी रूपमा कार्य सम्पादन गरिसकेका छन्। हाल देशको विभिन्न संवेदनशील क्षेत्रहरूमा तत्काल परिचालन गर्नका लागि सशस्त्र प्रहरी बल नेपालले काठमाडौँमा मात्र रहेको डग शाखालाई अन्य इकाइहरूमा पनि स्थापना गरी प्रभावकारी ढङ्गबाट परिचालन गर्दै आइरहेको छ। यसरी सङ्गठनद्वारा विभिन्न स्थानहरूमा गरिएको तालिमप्राप्त डग स्क्वाडहरूको परिचालन पश्चात देशका विभिन्न सीमा इलाकाका जिल्लाहरू जस्तै वीरगञ्ज, रूपन्देही र सुनसरी जस्ता संवेदनशील क्षेत्रहरूमा प्रभावकारी रूपमा लागुऔषध नियन्त्रण र विभिन्न आपराधिक व्यक्ति पक्राउ गर्न महत्त्वपूर्ण योगदान पुग्दै आइरहेको हामी सबैमा अवगत नै छ। सशस्त्र प्रहरी बल नेपालमा कुकुरहरूको योगदान अविस्मरणीय र निकै महत्त्वपूर्ण छ। उनीहरूको प्रशिक्षण, सेवा र समर्पणले देशको सुरक्षा प्रणालीलाई अझ बलियो बनाएको छ। हामीले हाल विशेष गरी सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने यस्ता तालिम प्राप्त डगहरूलाई परिचालन गरिरहेका छौँ, जस अनुसार हाल झापाको काकरभित्ता, पर्साको वीरगञ्ज, रूपन्देहीको सुनौलीमा परिचालन गरिरहेका छौँ। विपदको समयमा पनि तालिम प्राप्त डगहरूले भत्किएका, पुरिएका संरचनाहरूबाट मानिसहरूलाई सुँगेर पत्ता लगाई खोजी कार्यमा सहयोग गर्ने हुँदा कुरिनटारमा पनि तालिम प्राप्त डग तथा डग ह्यान्डलरहरू परिचालन गरिएको छ। यसलाई आगामी दिनमा अझै देशभरमा विशेष क्षेत्रमा परिचालन गर्दै लगिने सशस्त्र प्रहरी बल नेपालको योजना रहेको छ। भविष्यमा नयाँ प्रविधि र प्रशिक्षणसँगै कुकुरहरूको क्षमता अझ सशक्त बनाउँदै लैजानुपर्ने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालको कार्यक्षमता एवं राष्ट्रिय सुरक्षालाई अझ मजबुत र अडेग बनाउन दक्ष डग स्क्वाडहरूले निश्चय नै महत्त्वपूर्ण सहयोग प्रदान गर्ने नै छन्। जय नेपाल।